राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवको स्वागत गर्न त्रिभुवन विमानस्थल द्वारमा लाखौं जनसागर ओर्लिएको थियो। जनमासमा एउटै नारा गुन्जिएको थियो, राजा आऊ देश बचाऊ। हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ। हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ। राजा ल्याऊ देश बचाऊ, राजा ल्याऊ देश बचाऊ, राजा ल्याऊ देश बचाऊ। राजाको आगमनमा राष्ट्रिय गीत गाएर स्वागत गर्न पनि पछि हटेनन्। यो देशका प्रजाहरू राजाप्रति माया र राज संस्था ल्याउने चाहना कतिको छ भन्ने त्रिभुवन विमानस्थल द्वारमा ओर्लिएको जनसागरले बताउँछ। देशमा अब राज संस्था स्थापना गर्न शङ्ख बजाएर घोषणा पनि गरेको थियो। शङ्ख घोष गरेर राजा ल्याउनु पर्यो। नारा इति आजै हुल्नु पर्यो राजालाई। हाम्रो कामना त्यही छ। जय हो। त्यसै गरी राजाको स्वागत गर्न आउनुहुने राजा प्रेमीहरूले आफ्नो भाव व्यक्त गरेको थियो। श्री 5 मारा धिराज सरकार ज्ञानेन्द्र वीर विक्रम मेरो मनको हृदयको नेपालीको तमाम नेपालीको सारा नेपालीको राष्ट्रको मुटुको टुक्रा नै हुनु भइबक्सिन्छ र उहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामी छौँ। राजालाई राख्नु, राजा हाम्रो प्राणभन्दा प्यारो नारा लिएर हामी 5 थरबाट आएका छौँ। नेताहरूले सब लुटेर सके। अब हामी एक गुट भएर लागेर राजतन्त्र ल्याउनै पर्छ, ल्याउनै पर्छ। यो देशमा राजतन्त्र चाहिँ ल्याउनै पर्छ। हाम्रो त अस्तित्व गइसक्यो पनि अबका हाम्रा बच्चाहरूको त भविष्य छैन हाम्रो देशमा। हाम्रो देशमा बच्चाहरूको भविष्यको लागि पनि राज संस्था अनिवार्य छ। गणतन्त्रले हामीलाई धोका दियो, राज संस्था अनिवार्य छ। त्यही भएर नि खुसी मनाएर म भक्तपुरदेखि आएको। संवैधानिक राज संस्था बहुदलीय व्यवस्था यो गणतन्त्रको अन्त्य हुनुपर्छ भन्ने उसमा चाहिँ लाइनमा छौँ। यो सङ्घीयता खारेज हुनुपर्छ, हिन्दू राष्ट्र हुनुपर्छ भन्ने अभियानमा लागेर चाहिँ हामी आज सरकारको सवारीको लागि चाहिँ स्वागत गर्नलाई चाहिँ हामी भेला भएका छौँ। देशको मेयर राजा भइबक्सिन्छ। हामी चाहिने अब देश बर्बाद भइसक्यो। देश चाहिने यो पार्टीहरूले चाहिँ बर्बाद गरिसकेको हुनाले अब देश चाहिने सम्हाली बक्सिनु पर्यो। जनता सबै हजुरको पक्षमा छ भन्ने हामी चाहन्छौँ। हाम्रो राजा हाम्रो देश अभिभावना बिनाको देश चल्दो रहेनछ। फटा लुटेराहरूले यो देश खाइसके। अब राजा अनिवार्य रूपमा देशको लागि राजा खाँचोबा हुनाले गर्दा हामी राजा देशमा फर्काउनको लागि नै यो मास भेला भएका छौँ। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। नेपालमा राज संस्था पूर्णबहाली अति आवश्यक भएको हुनाले देशमा पूर्ण राज संस्थालाई जुटाउन देशवासी सबैको आकांक्षा र सुझाव अनुसारले राजा आउने पक्का भएको हुनाले देशको यी शोषक सामन्त दलाल
पुँजीपाती वर्गहरूको जुन निर्लज्ज शासन छ यो शासनलाई ढालेर राज संस्था पुनर्बहाली गर्ने अपेक्षाका साथ हामी सबै देशवासीहरू जनताहरू ओर्लेका हौँ। लाखौं संख्यामा स्वागत गर्न जनसागरमाझ राजा ज्ञानेन्द्र सवार भएको थियो। राजा प्रेमीहरूले फुलमाला अर्पण गरी स्वागत गरेका थिए। राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ सवारी भई निर्मल निवास बस्ने भएको छ। राजाको स्वागत साथै जनसागर लावा लस्कर लागेर राजाको यात्रामा साथ दिएको थियो भने राज संस्था प्रेमी एक व्यक्तिले आफ्नो भाव यसरी व्यक्त गरेको थियो। आज श्रीपाद महाराज तेरा सरकारलाई स्वागत गर्न हामी यहाँ आइरहेछौँ। किनभने यो गणतन्त्र भनेको एउटा गणौने तन्त्रको रूपमा परिवर्तन भइसक्यो। यो गणौने तन्त्र मात्र नभइकन एउटा बिग्रेको यन्त्र जस्तै भइसक्यो। जुन बिग्रेको यन्त्रमा यो देश सवार भयो भने एक दिन दुर्घटना हुने सम्भावना छ। त्यसैले राजतन्त्रको आवश्यकता छ भनेर हामी श्रीपाद महाराज तेराजलाई स्वागत गर्न यहाँ आइरहेछौँ। साँच्चै अब यो देशमा राजतन्त्रको आवश्यक छ। राजतन्त्र जिन्दाबाद। छोटाला राजा याक्न हिँडाला छिगो झन्डा छोटाला राजा याक्न हिँडाला छिगो झन्डा